ライディンタクシー、あざみさんが花パカやらはよ。एउटा कुरो चाहिँ राम्रोसँग बुझिँदो रहेछ कि होइन साथीहरू, मान्छेहरू चाहिँ सधैँ आफूले सोचे जस्तो हुँदैन रहेछन्। आफ्नो ठाउँमा हुँदा वरिपरि धेरै मान्छेहरू हुन्छन्, दुःख पर्दा बोलाउने मान्छे हुन्छन्, मन भारी हुँदा सुनिदिने कोही न कोही हुन्छन्। तर विदेशको ठाउँमा आएपछि पनि आफूलाई आफैले सम्हाल्न सिक्नु पर्दो रहेछ कि होइन। यहाँ सबैजना आफ्नै जीवनको दौडमा हुन्छन्, कसैले आफ्नो दुःख सुनाउने फुर्सद हुँदैनन्, कसैले तिम्रो दुःख बुझ्ने समय नै हुँदैनन्। त्यति बेला बल्ल थाहा हुँदो रहेछ मान्छेहरू स्वार्थी हुन्छन् भनेर होइन। तर हरेक मान्छे आफ्नै सङ्घर्षमा व्यस्त हुँदो रहेछ। विदेशमा आएपछि एक्लै खाना खान पनि सिक्नुपर्छ, एक्लै बिरामी हुँदा पनि आफूलाई सम्हाल्नुपर्छ, मन दुख्दा आँसु पुस्ने हात पनि आफै गर्नुपर्छ, घरको याद आउँदा मुस्कुराएर बस्नुपर्छ, परिवारलाई म ठिक छु भनेर ढाड्नुपर्छ अनि भित्रभित्र फेरि परिवार बनाउँदै जानुपर्छ। कहिलेकाहीँ लाग्छ होइन साथीहरू, यति धेरै कुरो किन सहनु परेको होला है। फेरि सम्झिन्छु म यहाँ आफ्नो भविष्य बनाउन आएको हुँ, त्यसैले कति गाह्रो भए पनि हार भने कहिल्यै मान्नु हुँदैन। विदेशले मलाई एउटा कुरा चाहिँ सिकायो कि होइन साथीहरू, अरूले साथ दिउन् भनेर पढेर बस्नु हुँदैन रहेछ। आफूलाई आफैले सम्हाल्न, आफ्नो निर्णय आफै लिन र आफ्नो बाटो आफै बनाउन चाहिँ सक्नुपर्ने रहेछ कि होइन। अहिले जति गाह्रो भए पनि अब मुस्कुराउँदै अगाडि चाहिँ